hangat ngay. Hello guys, what's up? Now सबैजना ठिकै हुनुहुन्छ होला धेरै महिना बादमा चाहिँ म चाहिँ भ्लग गरिदिएको होइन भ्लग चाहिँ अहिले स्टार्ट चाहिँ गर्न सकिनँ किनभने म यस्तो कन्डिसनमा छु होइन अन्त अहिले भेट्नु गाइस नआइसकेर 3, 2, 1 गो सो गाइस होइन अब चाहिँ फाइनली नुहाइसकेँ होइन नुहाइसकेँ अब मेरो भ्लग भनेको सिम्पल हो होइन यसमा बेसी एडिटिङहरू केही पनि हुँदैन अन्त राम्रै देखिसकेको छैन मलाई हो यहाँनिर चाहिँ अघिदेखिको बोलेको होइन म नुहाउनु जानु अगाडिदेखि बोलेको अहिलेसम्म बोलिरहेको छ दिदी चाहिँ हो अहिले भेट्नु गाइस के हुन्छ होइन केही याद छैन मलाई चाहिँ आज चाहिँ सो हेलो गाइस सबैजना नमस्ते होइन के भन्छ सबैजनालाई दसैँको चाहिँ धेरै धेरै शुभकामना छ होइन धेरै धेरै शुभकामना छ होइन अब तपाईँले भरे हेर्नु भयो होला हो क्या भरे हेरिहाल्नु भयो होला सानो खोइप होइन कस्तो चाहिँ भएको छ अब फुल भिडियो हेर्नुहोस् होला मजाले होइन सो गाइस यहाँ चाहिँ टिका हेर्नु सक्नुहुन्छ जमारा हेर्नु सक्नुहुन्छ होइन दियो सियो बाल्यो टक्कै अब चाहिँ टिका लगाउनु टाइम भयो होइन फर्स्ट पोजहरूले चाहिँ माइजूहरूले बोलाउनु भयो भाइ दिदी माइजू छ होइन फोटो सोटो खिच्दै मैले टिका लगाइदिनु हुँदैछ होइन आशीर्वाद दिनु हुँदैछ सबैजना अब दसैँमा आशीर्वाद नै त थाप्नेको होइन सबैजना अब आशीर्वाद टक्कै थाप्नु भयो होइन माइजूको फोटो खिच्दै तर मैले आफ्नै बनाउनु बिर्सिन्छु होइन भाइको टर्न भाइले पनि टिका मजाले लगाए होइन अब टक्कै उठेर खुट्टा लगेयो त्यो पछि चाहिँ बाबाले लाउनु हुँदैछ होइन अलिकति स्लो भएछ बाबाको चाहिँ स्लो मोमा भिडियो भएछ गाइस होइन त्यसको लागि चाहिँ सरी हो अन्त बाबाले टक्कै जस्तो लगाइदिनु भयो होइन आमाले बाबालाई लगाइदिइसक्नु भयो आमाले त्यो पछि सो गाइस त्यो पछि चाहिँ म मेरो टर्न त्यो पछि बहिनीको टर्न होइन मैले लगाउँदैछु होइन लगाइसकेँ अब बहिनीलाई लगाइदिनु हुँदैछ आमाले भाइ फोटो खिचेको छु होइन यता चाहिँ टक्कै आलुदम भात होइन दाल पापड मासुहरू आइसक्यो मेरो चाहिँ गाइस होइन अब टक्कै मैले चाहिँ फर्स्ट मजाले भात मुस्दै होइन त्यो पछि चाहिँ मजालेसँगले भात खाइदिएँ गाइस अन्त त्यो पछि मलाई हुँदै याद आयो मैले त भिडियो बनाएको छुइनँ भने अन्त फेरि टाइम ल्याप्स हाल्दै फेरि बनाएँ होइन एकैछिनमा खाइसकेँ तर खानु चाहिँ भक्कु टाइम लाग्यो 1 घन्टा जस्तो होइन 1 घन्टा जस्तो टाइम लाग्यो होइन गाइस अहिले भेटौँ बहिनी सबैजनाको यहाँनिर फोटोग्राफीहरू चल्दैछ हो आम्मा हेभी हुँदैछ नि अहिले त एउटा फोटो खिच्न 2 घन्टा त लाग्छ केटीहरूलाई हो थाहा छ मलाई भयो मेरो फोनमा 1 घन्टा जस्तो फोटो आइसक्यो के पकाउनु भयो दिदी भात दाल मासु त्यहाँबाट मेथीको अचार त्यहाँबाट सिमरायोको साग
तपाईँको चाहिँ के भन्छ मिनी मिनी भ्लगहरू जे भएको पनि नाम चाहिँ के छ दीक्षा छेत्री दीक्षा छेत्री इन्स्टामा इन्स्टाग्राममा छ अनि फेसबुकमा छ ए ओके गाइजहरू होइन तपाईँहरू जसले हेर्नुहुँदैछ अब क्या उयो गर्न सक्नुहुन्छ होइन रिभ्यू मागिदिनु त होला कस्तो लाग्यो लु दामी बनाएछ दीक्षा बहिनीले खाना एक खानु भात खाएँ चटी खाँदैछु दसैँको खानाहरू तपाईँहरू यसरी खानुहोस् हजुरहरू आइसक्रिम कितना होला 20 रुपियाँ गर्ने आइसक्रिम अम्बो 200 रुपियाँ गर्ने आइसक्रिम किनिदिनु पर्दैछ गाइस बहिनीलाई त्यस्तो भन्दा कस्तो सुनिदिन्छ है हाम्रो दोकान चाहिँ टाढो छैन कि उहाँ छेउमै छ अन्त हामीलाई टक्का लाग्दिएको नि तर यहाँ चाहिँ अम्बो घाम चाहिँ होइन वेदरहरू चाहिँ अम्बो कसम हेब्बी गरम छ क्या गाइस अब म चाहिँ दार्जिलिङमा बस्ने भइदिएर होला होइन यहाँनिर चाहिँ हेब्बी गरम लाग्दैछ हामी चाहिँ दोकान पुग्नु आँट्यो धेरै धेरै मिहिनेत गरेर चाहिँ हामी पुग्यो घाम चाहिँ यहाँ लागिरहेको छ हाम्रो हेब्बी चटको घाममा अब किसी की मुस्कुराहट छैन नि तिम्रो ब्याट लग है खुवाउन अन्त खुवाउन अन्त यही लु हिँड हाम्रो चाहिँ गाइस हेब्बी थियो नि त होइन लाउनु पर्ने बेसी त होइन 7वटा घरहरू चाहिँ होला अन्त फेरि हामी अर्को ठाउँमा यो लाउँदैछ मजाले होइन टक्क टिका सिका लगाइसक्यो फाइनली चाहिँ अब टिका लगाएर सक्यो आजको चाहिँ अन्त हामी चाहिँ टक्क दिँदैछ नयाँ भाइको यसलाई त अब चिनेको होला सायद होइन पहिलाको हेर्नेहरूले चिनेकै होला यसको नाम चाहिँ रणवीर हो होइन हामी चाहिँ अहिले चाहिँ यस्तो छ नि सिलगढी फेरि अपार्टमेन्टहरू छ होइन गाइस म चाहिँ अब दार्जिलिङबाट चाहिँ चिसो लिएर आइदिएको तर पनि मलाई चाहिँ गरम भइदिइरहेको छ हिजो जाम पनि हेब्बी थियो होइन के भन्छ दार्जिलिङबाट यहाँ 3 घन्टा लाग्छ हामीले 5 घन्टाहरू जस्तै लाग्यो झन्डै अब अनेको भाइहरू आएर चाहिँ कन्टिन्यू गरिदिउँ त्यो ज्यादै लामो हुन्छ होला हो यो भ्लगमा मजा आउँदैन होला सायद होइन अनेको भाइहरू होस् अन्त चाहिँ कन्टिन्यू गरौँ 2 जनालाई भेट्यो होइन गाइस हामीले चाहिँ यिनीहरूको चाहिँ टिका छैन रहेछ यो वर्ष बिचराहरूको निधारमा टिका छैन अनि यहाँनिर चाहिँ खोला छ होइन अब हामी चाहिँ घर गइदिएको आजको भ्लग ज्यादा से ज्यादा भनेको होइन 10 मिनट पुग्यो होला हो गाइस होइन आज चाहिँ एकछिनमा भेटौँ भन्ने साथ पनि छैन अहिले भेटौँ होइन गाइस यो भिडियो चाहिँ यस्तो भिडियो हेरेको छ होला इन्स्टाग्राममा ट्रेन्डिङमा छ होइन त्यही कारण म चाहिँ बाख्रा गाई कुकुर सबैलाई ट्राई गरिदिँदै थिएँ होइन तर भएन गाइस होइन यति हो अब सो ओके गाइज होइन थ्याङ्क यू फर वाचिङ होइन कस्तो लाग्यो के अब एडिट गरेर हालिदिने होइन मन पऱ्यो भने लाइक सेयर सब्सक्राइब चाहिँ गर्नुहोस् होला होइन तपाईँहरू त्यस्तो खाएको हुँदैन किनकि मेरोमा यसमा सब्सक्राइब पनि छैन सब्सक्राइब पनि छैन होइन यदि हो होइन सबैजनाहरू जस्तै गरेको बाँच्यो भने फेरि मलाई नेक्स्ट बाँच्दैन ओके गाइज बाई